पासपोर्टको सिस्टम के छ भने कुनै कुनै देशमा कुनै कुनै कन्ट्रीको जोइन्ट पासपोर्ट पनि हुन्छ, 2-3टा मिलेर एउटा पासपोर्ट पनि हुन्थ्यो। अब कतिपय कन्ट्रीमा चाहिँ छुट्टै पासपोर्ट हुन्थ्यो। जस्तो उदाहरणको लागि मैले थाहा पाएरै भारतको बङ्गलादेशलाई छुट्टै पासपोर्ट हुन्थ्यो, बङ्गलादेश जाने छुट्टै पासपोर्ट हुन्थ्यो, अन्त जाने छुट्टै पासपोर्ट हुन्थ्यो होइन। त्यही हाम्रो पनि कस्तो पासपोर्ट हुन्थ्यो भने एउटा पासपोर्ट चाहिँ हाम्रो आन्तरिक पासपोर्ट हुन्थ्यो, तराई जानलाई पनि पासपोर्ट चाहिन्थ्यो हाम्रो, सुन्नुहोस् है, चाहिन्थ्यो। वीरेन जानलाई हाम्रो सुशान्त प्रधानको घर जानु पऱ्यो, त्यहाँ मिठो खुवाउनुहुन्छ तपाईँले भनेर जानु पऱ्यो भने पासपोर्टले जानु पर्थ्यो त्यो बेला होइन। किनभने त्यहाँ गएर चाहिँ तपाईँको राम्रो दही खुवाउँछ, सारा खुवाउँछ, अब तपाईँको चाहिँ मतलब त्यहाँको चाहिँ त्यो मिठाई हुन्छ तपाईँको नाम चल्यो होइन, त्यो खानु पऱ्यो भने पासपोर्टले जानुपर्छ राजधानी। तराई जानलाई पनि पासपोर्ट चाहिन्छ। मैले बुझे अनुसारले चाहिँ काठमाडौँ आउनलाई पासपोर्ट चाहिन्छ, होइन जहाँ जानलाई पनि जानु पनि चाहिन्थ्यो, आउनु मात्रै होइन, त्यो गलत कुरा थियो। आउनलाई पासपोर्ट होइन, मान्छेले के लाग्छ मान्छेलाई भने आउनलाई, किनभने ऋषिकेश शाहले के भन्नुभएको छ भने उहाँ चाहिँ अलिक छुल्याएर टाइपको मान्छे हुनुहुँदो रहेछ, मान्छेलाई उचाल्दिने पछाडिदिने गर्ने मान्छे भएको बानी त्यस्तो खालको मान्छे, विद्वान सबै थोक, अलिकति उचालिदिनु रहेछ, उसलाई थाहा भएछ। यसले त प्रधानमन्त्रीको चाहिँ मतलब सन्तानहरूलाई उचाल्ने काम गर्दो रहेछ, यसलाई कारवाही गर्नु पऱ्यो भने थाहा पाएपछि उहाँ भाग्नु कसरी चिसापानी बिडीहरू जानु पऱ्यो। चिसापानी बिडी जाँदाखेरि पासपोर्ट लिन नपाएपछि उहाँले एउटा राणा सोर्स लाएर फोन गरिदियो, उसले फलानु आउँदैछ त्योसँग रहन्छ पासपोर्ट छोड्दै भन्यो उसले, नत्र त कसरी नत्र गइहाल्थ्यो जान पाउने भए त होइन। त्यो थियो उसले कृष्णप्रसाद भट्टराईले भन्नुभएको छ पासपोर्ट बिना आएपछि त्यहाँ चाहिँ बिचमा आउँदा समात्ने भयो, के गर्ने भनेपछि गफसफ गरियो, हाउ गरेर चाहिँ पार गरियो भन्नुभएको छ कृष्णप्रसाद भट्टराईले। छ त जाँदा आउँदा पासपोर्ट चाहिन्थ्यो र मैले थाहा पाउँथेँसम्म महिलालाई त थाङकोटमा सोध्थ्यो खोइ राख्दैन नि, अन्त महिला काठमाडौँ जान लागेको छ भने खोइ राख्दैन तपाईँको भन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ थियो। अहिले तपाईँहरूको पासपोर्ट सङ्ग्रहालय भनेर खोलेको छ, पासपोर्ट जानुहोस् त्यहाँ आन्तरिक पासपोर्ट कस्तो थियो त्यहाँ छ लेखेको छ, फोटोसोटो हुँदैन थियो, लेखिदिए हुन्थ्यो यस्तो खालको, त्यो एउटा पासपोर्ट हुन्थ्यो। अब बाह्य पासपोर्ट हुन्थ्यो। त्यति त्यो पासपोर्ट पनि चलन के थियो भने महिलाको छुट्टै पासपोर्ट नभएर पुरुष र महिलाको श्रीमान समितिको एउटै ब्याङ्क पासपोर्ट पनि हुन्थ्यो, दुईवटा फोटो राखिदिएको हुन्थ्यो। पछिसम्म पनि बच्चाको पासपोर्ट छुट्टै हुँदैन थियो, आमाको नाममा पासपोर्ट हुन्थ्यो है, त्यस्तै यो विभिन्न चलन छ। अब म तपाईँलाई फेरि पासपोर्टमै फर्केँ। पासपोर्ट के छ भन्नुहुन्छ भने 1934मा हामीले अब बेलायतमा मिसन खोलेपछि सङ्गठित रूपमा पासपोर्ट दिने चलन सुरु गऱ्यौँ हामीले।